गरेर त्यसकारणले हामीले यो सरकारलाई जबसम्म गरिब भूमिहीनहरूको समस्या समाधान हुँदैन हामी तपाईँ छोड्दैनौँ भनेर हामीले औँलो ठडाइसकेका छ र सबैले देशभरि रहेका यो पालिका सङ्घ होइन अरू सङ्घ संस्थाहरूले पनि सबैले ज्ञापन पत्र बुझाएको छ होइन अहिले केही लचकता आएको छ सरकारलाई चौतर्फी चाहिँ दबाब आएको हुनाले अहिले अदालत सर्वोच्च अदालतले पनि यो काम नगर्नु भनेर भनेको हुनाले हामीले अलिकति सास फेर्न मौका पाएको फेरि सास फेर्न पायो भनेर मजाले सास फेरेर बस्ने दिनराम एकजना राम विनोद ठाकुर एकजना धर्मकुमारी बहिनी जो पछाडिबाट मेरो पुच्छर समातेर उहाँहरूले मलाई छोड्दै त्यस कारणले बढी माया फेरि तपाईँहरूसँग छ मेरो होइन त्यस कारणले हामीले एउटा योजना बनाएको छौँ हामीले के भनेछ भने तपाईँहरू सङ्गठित हुनुहोस् तपाईँहरूको एउटा समिति बनाउनुहोस् समिति अनुसार तपाईँहरू चल्नुहोस् हिँड्नुहोस् त्यो समितिले गरेको निर्णय हामीलाई केन्द्रमा पठाउनुहोस् जिल्लामा पठाउनुहोस् त्यो निर्णय हामीले हेरेर हामीले के गर्नुपर्छ हामी तपाईँहरू सहयोग तर 2 वर्ष 3 वर्ष बितिसक्यो तपाईँले एउटा समिति बस्तीमा यसो लेखापढी गरेको मान्छेहरू कोही छैन होइन लेखापढी पनि गर्नु पर्यो नि हजुर हो त्यस कारणले एउटा समिति गठन गर्नुहोस् अब हामीले हेर्नुहोस् अब हामी यो सरकारलाई हाम्रो पनि सङ्गठन राष्ट्रिय भूमिधिकार मञ्चको पनि सङ्गठन रहेछ राष्ट्रिय भूमिधिकार मञ्चमा पनि लाख मान्छेहरू चाहिँ समावेश रहेछ आबद्ध रहेछ भनेर उनलाई हामीले देखाउनु खोजिरहेको छ हामीले अस्ति यो प्रदेशको मध्य प्रदेशको हामी मध्य प्रदेश र 8वटा जिल्लाका अध्यक्षहरू र केन्द्रीय महासचिव बसेर हामीले एउटा निर्णय गरेका छौँ अब हामी 31 गते वैशाखमा महोत्तरीको बर्दिवासमा विशाल सभा गरेर र्याली गर्नेछौँ विशाल हामी करिब 25,000 30,000 मान्छे सुकुम्बासीहरू हामी त्यहाँले उतार्ने हामीले चाहिँ त्यो योजना बनाएको छ त्यो 25,000 मान्छे पुर्याउनको लागि धर्मकुमारी गएर पुग्छ तपाईँहरूले भन्नुहोस् त हामीले त अस्ति निर्णय गर्यो 8वटा जिल्लाको चाहिँ भूमिहीन सुकुम्बासीहरू चाहिँ महोत्तरी जिल्लाको बर्दिवासमा जहाँ 8वटा जिल्लाको एउटा सेन्टर जहाँ चाहिँ पत्रकारहरू पनि प्रशस्त भएको ठाउँ त्यहाँ आमसभा गर्नुपर्ने पनि